जी दुई भाइको अवस्था यस्तो छ। पुरै धुमधडा गऱ्यो होइन। दिनभरि तनाव भयो, मान्छे ज्यान जोगाउनै गाह्रो भयो। गाह्रो भयो। हुलमुलमा जिउ जोगाउनु, अनिकालमा जिउ जोगाउनु भन्छन्। यो दुइटै नजोकेला जस्तो भइसक्यो। दुइटै नजोकेला हो गाह्रो छ। जहाँ सडक पुरै खाली छ। पुरै खाली कर्फ्यू लागेको अवस्था। कर्फ्यूमा हामी दुई भाइ अब हेर्दा हेर्दै देशको स्थिति यस्तो भयो, विरक्त लाग्छ हो। सो स्फूर्त दाजुभाइ यसरी खुलेआम छौँ हामी फेरि। कर्फ्यूको अवस्था हो होइन। ल जनतालाई सूचित गर्ने ठाउँमा भइसक्यो भने आफ्नो ज्यान धरा गर्नु पऱ्यो। रिपोर्टिङ गर्नु ल पऱ्यो। नले टिभीको खम्बा भने दुइटा भन्नु पायो। पिलर भन्नु जे भन्नु। अहिले अवस्था गम्भीर छ। सहकारी माथि पनि आक्रमण भएको अवस्था छ। हाम्रो समीर जोशी मिलन प्रजापति माथि र हाम्रो गाडी कार्यालयको गाडीमा पनि तोडफोड भएको भन्ने जानकारी प्राप्त गर्छौँ। हामी अलिक डराइ त्रसितै छौँ। हामी पनि अलिक त्रसित बनेको अवस्था छ। हामी गन्तव्यतर्फ लागिरहेको अवस्था छ। ल धन्यवाद।